हेलो दर्शन नमस्ते गाइज मेरो चाहिँ यो नयाँ भर खोलेको युट्युब च्यानल हो। यसो मिल्छ भने हजुरलाई राम्रो लाग्छ भने लाइक सब्सक्राइब सेयर गरिदिनु होला। म नयाँ च्यानल क्रिएटरको लागि म चाहिँ आज रनिङ गर्दै हल्का एक्सर्साइज गर्दै यहाँ चाहिँ पहाडतिर आएको थिएँ। त्यही क्रममा मैले एउटा सानो घोडा बनाउन प्रयास गरेँ है। म चाहिँ यस्तो ठ्याक्क उकालोमा आएर अलिक माथिमा चाहिँ यस्तो समभको ठाउँमा बसेको छु। यस्तो तपाईँहरूलाई क्लियर मौसम एकदम क्लियर भएको बेलामा तपाईँलाई चाहिँ यस्तो देखाउनु खोजेको छु। यसो हेर्नु होला, लाइक सब्सक्राइब चाहिँ गर्नु नबिर्नु होला गाइज। थ्याङ्क यू। यो चाहिँ पारी डाँडा हो, तमान खोला भन्ने ठाउँतिर चाहिँ पारी चाहिँ तमान खोला गाइज। पहाडै पहाड मस्त यस्तो कति नजिक छ जस्तो लाग्छ होइन, आकाश र पहाड। म चाहिँ यहाँ यस्तो एक्सर्साइज गर्छु। म चाहिँ एक्सर्साइज गर्ने ठाउँ यो चाहिँ यता मास्टर पनि गाउँ छ, ठुलो गाउँ। यता चाहिँ बारीहरू भयो, तल गएर चाहिँ खोला छ, खोला गाउँ तल यस्तो बजारै छ। एउटा भिडियो गराउँदै खिच्दै कस्तो दामी आउने कि तलतिर है, राम्रो आउने कि तलतिरको भ्यू। हजुर तलतिर भ्यू के राम्रो आउने कि दामी मकै छ फेरि ओह्रालो लाग्यो। अब आकाशको ज्ञान यस्तो दामी देखिन्छ। मस्त चाहिँ स्याउला भन्ने गाउँ रहेछ हेरेँ। स्याउला